अनि कृष्णजी भन्नुहुन्छ ओहो हे गोपी नारी हो तिमीहरूको त्यस्ता राम्रा कुच्चामा नाच्ने त्यो पाउँछु छम 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 गरेर नाच्ने पाउँछु कति भाग्यमानी रहेछ भनेर भन्छ हे कृष्ण तिमीले लाएका ती मयूरका शिरमा लाएका त्यो मयूरको प्वाख पाउने मयूर कति भाग्यमानी नारायण राम राम भन्थे सारी खुशी भई भाइ राम 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 विभिन्न थरीमा लगाथेर भगवान कृष्णलाई गोपिनीले लगाइदिन्थे जय बेली चमेली र माधव मखमली माला लगाएपछि गोपिनीका काखै भरि काले भरि नारायण राम राम सारै रमाइलो हे हरे जमा भए राम 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 नाच्ने गाउने यस्तो हुँदैथ्यो अनि भगवान कृष्णले फेरि लीला त गर्नु परेको अब जतिलाई पनि यिनीसँग रमेर बसेर त्यही पनि जान्छ त्यहाँबाट कृष्ण एउटी गोपिनीलाई साथमा लिएर कृष्ण आफै नारायण राम राम छैनन् हराए